सी एक्जामका लागि कम्पलसरी म्याथमा क्वेसन नम्बर 4 मा आउने च्याप्टर मनी एक्सचेन्जबाट आज हामी यो च्याप्टर डिस्कस गर्दैछौँ। मनी एक्सचेन्ज नेपाली रुपियाँलाई विदेशी मुद्रामा रूपान्तरण गर्ने हिसाब हो। यसमा मुख्यतः चारवटा कुराहरू ख्याल गर्नुपर्छ। यसमा बाइङ रेट, सेलिङ रेट, त्यसैगरी डिभ्यालुएसन र रिभ्यालुएसन चारवटा कुराहरू हुन्छ। रिभ्यालुएसनमा माइनस गरिन्छ, डिभ्यालुएसनमा प्लस गरिन्छ। बाइङ रेट भनेको नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा खरिद गर्ने रेट हो। सेलिङ रेट भनेको नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा बिक्री गर्ने रेट हो। डिभ्यालुएसनमा नेपाली मुद्राको अवमूल्यन हुन्छ र रिभ्यालुएसनमा नेपाली मुद्राको अधिमूल्यन हुन्छ, अर्थात् नेपाली मुद्राको क्रय शक्ति दर बढ्छ। यो क्वेसनमा विभिन्न प्रकारले भाषागत रूपमा मिलाएर लामो लामो क्वेसनहरू सोधिएको हुन्छ, तर छोटकरीमा बाइङ रेट र सेलिङ रेट, क्रय दर र विक्रय दर दिएर एउटा हिसाब देखाइएको छ, जसमा 1 अमेरिकी डलरको खरिद दर 132 रुपियाँ 84 पैसा र बिक्री दर 133 रुपियाँ 55 पैसा देखाइएको छ। यसमा ए, बी, सी गरेर तीनवटा क्वेसनहरू सोधिएको छ। ए नम्बरको क्वेसन हेरौँ। हाउ मेनी डलर्स विल बी एक्सचेन्ज्ड अफ नेपाली रुपिज 2,325 2,325 रुपियाँमा कति अमेरिकी डलर खरिद गर्न सकिन्छ भनेर सोधिएको छ। त्यसैगरी बी नम्बरमा केही दिनपछि नेपाली मुद्राको 10%ले अवमूल्यन हुँदा after few days Nepali currency was devalued by 10% and the exchanged dollar was re-exchanged into Nepali rupees. Find the loss or profit made by this transaction. जुन क्वेसन नम्बर ए मा नेपाली मुद्राबाट खरिद गरिएको विदेशी मुद्रालाई फेरि 10% डिभ्यालुएसन भएपछि फेरि नेपाली मुद्रामा रूपान्तरण गर्दा कुल कारोबारमा कति नाफा अथवा नोक्सान भयो पत्ता लगाउनुस् भनेको छ। त्यसैगरी सी नम्बरमा फाइन्ड द प्रॉफिट percentage that नेपाल राष्ट्र बैंक मेक्स फ्रम द इनिशियल एक्सचेन्ज रेट। नेपाल राष्ट्र बैंकले सुरुको खरिद दर र बिक्री दरबाट कति प्रतिशत नाफा लिने गरेको देखिन्छ भनेर सोधेको छ। अब हामी क्वेसन नम्बर ए को सोलुसनतिर लागौँ। क्वेसन नम्बर ए मा सेलिङ रेट $1 इक्वल टु 133 रुपिज 55 नेपाली रुपिज हो। यो किन हामीले सेलिङ रेट लियौँ भन्दा नेपाली मुद्राबाट अमेरिकी डलर खरिद गर्न खोजिएको छ र नेपाल राष्ट्र बैंकले बिक्री गर्न खोजेको छ। त्यसकारणले नेपाल राष्ट्र बैंकले यसमा सेलिङ रेट लगाउँछ र हामीले चेन रुल युज गरेर यसरी हामीले US डलर 1500 छाट्न सकिन्छ भनेर निकालेका छौँ। त्यसलाई पज गरेर हेर्न सकिन्छ। यसमा चेन रुल लगाउँदा ख्याल गर्नुपर्ने कुरा नेपाली रुपैयाँ र अमेरिकी डलरलाई क्रस गरेर राख्नुपर्छ। त्यसैगरी बी नम्बरको सोलुसनलाई हेरौँ। बी नम्बरको सोलुसनमा सुरुवाती खरिद दर 132 रुपियाँ 84 पैसा र यसमा 10% डिभ्यालुएसन हुँदा हामीले 10% प्लस गर्नु पर्यो र 1 अमेरिकी डलर बराबर 146 रुपियाँ 24 पैसा हुन्छ, 144.124 र यसको अमेरिकी डलर 1500 हामीले जुन अघि साटेका थियौँ त्यसलाई राख्दाखेरि चेन रुल युज गर्दा टोटल 2,19,186 नेपाली रुपियाँ हुन आउँछ। अब यसबाट 2,00,000
₹325 नेपाली मुद्राबाट कारोबार गर्दा ₹2,19,186 सम्म आइपुग्यो र यसबाट नाफा ₹18,861 भयो भन्ने देखिन्छ। त्यसैगरी क्वेशन नम्बर C मा नेपाल राष्ट्र बैंकले सुरुको विनिमय दरबाट कति प्रतिशत नाफा नोक्सान गर्छ भनेर सोधेको थियो। ₹132.84 मा किनेको अमेरिकी डलर ₹133.55 मा बेच्दा नेपाल राष्ट्र बैंकले यसमा प्रॉफिट पर्सेन्टको फर्मुला लगाउँछ। हामी प्रॉफिट एन्ड लसमा एसपी माइनस सीपी अपन सीपी इन्टु 100% गरेर जुन हिसाब गरिन्थ्यो त्यही फर्मुला लाउँदा 0.534% नाफा गर्छ भनेर देखाइएको छ। यसका विभिन्न प्रकारका क्वेशनहरू सोध्न सक्छ। यसमा मुख्यतः 4वटा कुराहरू ख्याल गर्नुपर्छ। 4वटा कुराहरू फेरि एकपटक दोहोऱ्याएर भन्छु मैले। बाइङ रेट, सेलिङ रेट चिन्नु पर्यो, डिभ्यालुएसन र रिभ्यालुएसन थाहा पाउनु पर्यो। बाइङ रेट नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा खरिद गर्ने दर हो। हामीले खरिद गर्ने नेपाल राष्ट्र बैंकले बिक्री गर्ने दरमा पर्छ। त्यसकारणले हामीले विदेशी मुद्रा अमेरिकी डलर मलेसियन रिङ्गिट खरिद गर्न जाँदा नेपाल राष्ट्र बैंकले सेलिङ रेट लगाउँछ र हामीले विदेशी मुद्राबाट नेपाली मुद्रा साट्न जाँदा नेपाल राष्ट्र बैंकले बाइङ रेट लगाउँछ। यसमा झुक्किनु भएन। र डिभ्यालुएसनमा नेपाली मुद्राको डिभ्यालुएसन हुँदा प्लस गर्नुपर्छ र रिभ्यालुएसन हुँदा माइनस गर्नुपर्छ भन्ने कुरा ख्याल गर्नुपर्छ। अरु क्वेशनको सेन्स अनुसार गर्नुपर्ला। केही कुरा अस्पष्ट भए कमेन्टमा भन्न सकिन्छ।